नजिकैबाट हिमाल नियाल्न। प्राकृतिक दृश्यसँग आफूलाई समाहित गर्न। कोइलीलाई सुन्दै सहयात्रीसँग सामेल हुँदै पैदल यात्राको रमाइलोले धार्मिक स्थल नागे पोखरीमा पुर्याउँछ अनि डुबाउँछ मनमोहक प्राकृतिक निधिसँग। परम्परागत पशुपालन, भेडीगोठ, मिठो दूध, पाका कुरा अनि बदलाव मौसमको दृश्य अवलोकन को अजिरकोट नगई बसिरहन सक्ला। कला र संस्कृतिले पूर्ण छ, विविधता भित्र पनि सामिप्यता छ, आफ्नै पहिचान छ, अद्भुत छ अजिरकोट। प्रकृतिको शानदार उपज हो, संस्कृति, सभ्यता र संस्कारको संग्रहालय हो अजिरकोट। काठमाडौँ र पोखरा बीचमा पर्ने आबु खैरेनीबाट 12 किलो पुगेपछि 37 किलोमिटर उकालो लाग्नुपर्छ अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक पुग्न। यहाँ पर्यटकका आँखामा अडिरहने धेरै स्थलहरू छन्। अजिरकोटको नागे पोखरी पदयात्राका लागि रोजाइको गन्तव्य हो। सिरान डाँडासम्म पक्की बाटो छ। यहाँबाट 4 घण्टाको पदयात्रापछि नागे पोखरी पुग्न सकिन्छ। नागे पोखरीको धार्मिक महत्व त छँदैछ। नागेबाट देखिने बौद्ध र हिमचुली हिमाल, छिनछिनमा बदलिने मौसम, परम्परागत गोठ तथा पशुपालन, खर्क र चरण क्षेत्रले नागे पोखरी पुगेपछि फर्किन मन लाग्दैन। यहाँ दूर दराजबाट समेत मानिसहरू पदयात्राका लागि आउँछन्। दूरमा भएका गाउँ बस्ती र प्रकृति हेरेर टहलिन्छन्। पुरा हाम्रो राँचीको विदेशको पनि आउँछ, जापानको सामान आयो यहाँ घुम्नलाई। हाम्रो नेपाल राज्यको त पुरै हो नि है। अब रुकुम रोबा भन्छ, कता कता भन्छ, काठमाडौँ भयो, पोखरा भयो, हरेक चिज। नागे पोखरीमा नाग पञ्चमी र गुरु पूर्णिमाका दिन मेला समेत लाग्ने गर्छ। यो धार्मिक आस्थाको धरोहरका रूपमा समेत रहेको छ। नागे पोखरी साँच्चीकै सुन्दर छ। यहाँ पुग्नेहरूको प्रतिक्रियाले प्रमाणित गर्दछ यो पदयात्राका लागि कति आकर्षित र उत्तम छ भनेर। हामीलाई एकदम महसुस हो कि बबाले लाग्यो हामीलाई। नागे पोखरीको शिरमा दुध पोखरी छ, जसले लमजुङ र गोर्खाको अजिरकोटलाई सीमा बनाएको छ। थप पदयात्राका लागि यही पद मार्गबाट दुध पोखरी पुग्न सकिन्छ। मनोरम दुध पोखरी हेर्न अजिरकोट हुँदै पदयात्रामा धेरै मानिसहरू आउने गरेका छन्। अजिरकोट धार्मिक पर्यटनका हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण छ। सदियौंदेखिको इतिहास बोकेको वडा नम्बर 4 स्थित झ्यालाभूमे मन्दिर यहाँको अर्को गन्तव्य हो। औँसी, पूर्णिमा र साउन महिना बाहेकका सोमबारका दिनमा मात्रै यो मन्दिरमा पूजा अर्चना हुन्छ। मन्दिरमा दर्शन तथा पूजा गर्नाले असफल कामहरू बन्ने विश्वास रहेकाले धार्मिक पर्यटकको आवागमन बाक्लो छ यहाँ। प्रकृतिमा जति रम्न सकिन्छ त्यो भन्दा कम यहाँको कला संस्कृति पनि कहाँ छ र। यो बुढ्यौलीमा पनि घाँटुमा कम्मर मर्किएको हेर्न त अजिरकोटको धनसिरा नै पुग्नुपर्छ। का
पुरानाले परम्परा धानेका छन्, पुस्तान्तरण गरेका छन् अनि नयाँ पुस्ताका साङ्गीतिक पद पनि पछ्याएका छन्, जसले जोडिरहेको छ युवा र पाका पुस्तालाई। फरक फरक जात जाति, वेशभूषा, रहन सहन, यस्तै भिन्नताले अजिरकोट बहुरङ्गी फूलबारी जस्तै छ। बस्ती पिच्छेको पहिचान छ यहाँ। भूगोलको मात्रै होइन, प्रस्तुतिले नै पहिचान दिन्छ। कुसुण्डेका ब्राह्मणहरूको खेलीले पनि उस्तै लोभ्याउँछ पर्यटकहरूलाई। पर्यटकहरूका अघि केही कुरामा कमजोर छैन अजिरकोट। विभिन्न समुदाय, संस्कार र संस्कृतिले सजिएको अजिरकोटको साङ्गीतिक माधुर्यता पनि बेग्लै छ। त्यसैले त यी बाजाको धुनले उठेर नाचु नाचु बनाउँछ। गोर्खा आफ्नो विरासत जहिले जोगाएर राखेको छ अनि यही जिल्लाको अजिरकोट पनि उस्तै नै। उद्यमी छन् यहाँ, जो परनिर्भर होइन, आत्मनिर्भर हुन गर्व गर्छन्। पौरखी हातहरू उमेरको प्रवाह नगरी सक्रिय छन्। जोशीला युवाहरूले माटोलाई मलिलो बनाएका छन् र फलाएका छन् अजिरकोटमै स्वरोजगारीका स्याउहरू। पाहुनालाई प्यारका साथ स्वागत गर्न आतुर छन् ओलाङ, अपुन, नम्कीका घरबास अर्थात् होमस्टेहरू। गुरुङ समुदायको बाक्लो बस्ती रहेको अजिरकोटको अर्को सान तामाङ सेलो पनि हो। नेवार जातिहरूको लाखे नाच बच्चादेखि वृद्धसम्मले मन पराउँछन्, जसले मनोरञ्जन मात्रै दिएको छैन, संस्कृति र धार्मिक महत्त्व पनि दर्शाइरहेको छ। ढुङ्गाले छापेका मौलिक घर, भेडाका ऊनबाट अजिरकोटमै बनाइएका बक्खु, राँडी पाखी, रैथाने बाली, फरक फल, फरक फूल, थरी थरीका लाली गुराँस। पर्यटकका लागि पूर्ण गाउँ हो, मिलेर बनेको बस्ती हो अजिरकोट। पार्कहरू छन् जहाँ पर्यटकहरू बिसाउन सक्छन्, बौद्धहरू छन्, मन्दिरहरू छन्, मन भुलाउन सक्छन्। सूर्योदय अनि सूर्यास्तको सीन, कञ्चन निम्चे पोखरीमा सङ्लिएको पानी, कलकल बगिरहेका खोलाहरू। त्यसैले अजिरकोट खोजिरहन, गइरहन अनि डुलिरहन मन लाग्नेछ। आहा, अजिरकोट एउटा गाउँपालिका भित्रको भिन्न रूप हेर्न यो भन्दा उत्तम विकल्प सायदै होला। अजिरकोट आएपछि हिमालसँग हाँस्न पाइन्छ। अजिरकोटवासीको अनुशासन, आत्मीयता र सामिप्यताले मनै लोभ्याउँछ। घुम्न रुचाउनेहरूको लागि यो ठाउँ योग्य छ। अजिरकोटको कलाले मन प्रफुल्लित बनाउँछ। समाज, भूगोल र सम्पदा हेर्न अजिरकोट गजाउँछ।